जिम निस्केँ आफ्टर लङ टाइम, कति पछि भ्लग स्टार्ट गरेको ल जिम होइन। सो वेट एक्सर्साइज चाहिँ आज ब्याकमा हान्नुपर्छ, वेट नापेर चाहिँ। अनि अब हामी यहाँ साथीकोमा भेट्न आयौँ, ह्यान्डसेक गऱ्यौँ अनि पुरा खुट्टा उचाल्दै थियो। के छ मेरो दाइ? त्यसपछि चाहिँ हामी मेरो ट्रेनर रविन दाईसँग भेटियो। मैले पुलअप्स जाने अनि त्यसपछि मैले युट्युब किन फेरि स्टार्ट गरेँ भनेको म डे 1 देखि नै आफ्नो प्रोग्रेस देखाउन चाहन्छु होइन, त्यो स्किनी मान्छेले पनि ज्यान बनाउन सक्छ भनेर। त्यसपछि वाइड ग्रिप पुल हाने। You're never gonna make it, you're not good enough. There's a million other people with the same stuff. You really think you're different, man, you must be kidding. Think you're gonna hit it, but you just don't get it, it's impossible. टी-बार रो हाने 4 सेट। त्यसपछि You gotta stop it, yo, you gotta take it slow. You can't be a pro, no waste your time no more. Who the fuck are you to tell me what to do? I don't give a damn if you say you disapprove. I'm gonna make my move, केबल रो हाने अनि त्यसपछि can do. Cause all these opinions and all these positions, they come in millions, they blocking your vision. But no, you can't listen, that shit is all fiction. Cause you hold the power as long as you're dreaming. There's no way that you make it, and maybe you can fake it. त्यसपछि डम्बल रो हाने। Make it. Aren't you just gonna ल्यान्डमाइन रो हाने 4 सेट। make them take it all back? Don't tell me you believe that. Aren't you just gonna रेयर डेल्ट हानेपछि त्यसपछि एक्सर्साइज सक्यो हाम्रो। अनि अब हामी घर जानुपर्छ। घर जानुभन्दा पनि पानी पऱ्यो बिचसम्म, यत्रो ठुलो साथीसँग भेटियो। ह्यान्डसेक हानेपछि अनि त्यसपछि ल मेरो दाइ, ल मेरो भाइ। त्यसपछि अनि हाम्रो ट्रेनर दाइको ज्यान हेरियो। दाइले फ्लेक्स हान्न थाल्नुभयो। फ्लेक्स गर्नै पऱ्यो नि, फ्लेक्स गर्नै छ अनि ज्यान पनि। पछाडि दाइ पनि फ्लेक्स गर्दै हुन्छ, दाइको ओभर पम्प छ। हाम्रो दाइको फ्लेक्स सकेपछि अनि साथीलाई भेटियो। ल हेलो, सी यु टुमरो। हामी चाहिँ जिमबाट निस्किन आँट्दाखेरि यस्तो पानी परेर दाइ कामे पनि भेटिन्छ भेटिँदैन एकासी जान्छ होला भिजाएको छ दाइहरूले भनेको नि दाइ ल एकचोटि 1 महिनाभन्दा बेसी भइसक्यो बेलुका आउनु भयो भने ल एकचोटि बेलुका आउनु नि भयो भने फेरि फिक्स भयो भने दाइहरू जानु अगाडि भन्नु ए ल पराउनु कि एउटा भाइ अब हुँदाखेरि आएर आज लाइन पनि दिएन रहेछ। सी यु टुमरो गाइस।